Hello and what's up everyone, welcome back to my YouTube channel. Hope सबैजना आरामै हुनुहुन्छ होला अनि म पनि एकदमै आरामै छु र आज हाम्रो यात्रा हुँदैछ सिडनी सम्म अनि सिडनी जानको लागि हामी यहाँबाट निस्किसकेका छौं। मम्मी यहाँ रेडी भएर बाबा यता पानी भर्दै अनि यहाँ रेडी हुँदैछन्। तर एसटी कार्ड उस रहेछ नि त, मेमोरी नै कम रहेछ। अब हामी यहाँबाट जाँदैछौँ सिडनी। सिडनीदेखि उत्तरतर्फ रहेको समुद्री किनारमा रहेको ठाउँ न्युक्यासलदेखि हामी अस्ट्रेलियाकै सबैभन्दा प्रसिद्ध ठाउँ सिडनीमा जाँदैछौँ। प्रति घन्टा 110 किलोमिटर पर आवरमा सेन्ट्रल लिङ्क न्युक्यासल लिङ्क बाटो हुँदै हामी सिडनीतर्फ लाग्यो। न्युक्यासलबाट सिडनी पुग्न करिब 2 घन्टा जस्तो लाग्छ भने यहाँ बाटोमा देखिने दृश्यहरू पनि एकदम रमाइलो हुन्छन्। मम्मीलाई प्लेन चढे जस्तो भयो जाँदैछौँ। अब 1 घन्टामा हामी 12 घन्टा सिडनी पुग्छौँ। सुरज भएको ल हाम्रो बाबुलाई भेट्दै हौँ हामी चाहिँ है, भान्जा बाबु। हेलो बाबु। हेलो भन्दै यता 2 घण्टाको सफरपछि मेरो भान्जालाई भेट्न पाएँ। ल वेलकम टु सिडनी माइजलाई। सन्चै हुनुहुन्छ? हजुर हजुर। धेरै देखेर उइसे लाग्यो मलाई वहाँ आउनु त्यस्तै भयो। कति टाढा यहाँबाट बस्ने? ल हामी यहाँ पारामाटो आइसक्यो अलरेडी। सबैजना भेट्यौँ हामी यहाँ, खुसी भइरहेको। अझै फोनमा कुराकानी हिरो खाना हाम्रो भन्छ। राम्रो देख्यो है, कब काट्नु पर्यो। स्वाहा मान्छेलाई हिरो पारामाटोमा एकछिन भेटघाटपछि फेरि हामी सिडनीको एसपिलतर्फ लाग्यो। सिटीमा गाडी लानको लागि पार्किङको समस्या हुने भएको हुनाले हामी एसपिलमा गाडी राखेर त्यहाँबाट फेरि सिडनीको रेलमा चढेर जानेवाला छौँ। त्यसै क्रममा हामी बाटोमा खाना खानको लागि पनि रोक्नेवाला छौँ। ल साथीहरू, हामी चाहिँ अहिले नमस्ते रेस्टुरेन्ट एसपिलमा सिडनीमा हामी आएर खाएको छौँ। खाना आइसकेको छ हाम्रो यहाँ, चाउमिन मोमो सबै। अहिले 2:30 बज्न लागिसक्यो अनि 3 बजे अहिले बल्ल खाना खाने टाइम भएछ हाम्रो। यहाँ मम्मीले भेज खाना, यता बाबा चिकन, हामी चाहिँ फेरि यस्तो खत्रङ खान्छौँ होइन। हेलो हेलो पैसा ल नमस्ते। एक्चुअली भिजिट गर्नुपर्ने होइन रेस्टुरेन्ट। नमस्ते। एकचोटि चाहिँ ल भिजिट गरिदिनु होला है त। ल नमस्ते, दामी छ फुड चाहिँ, त्यही हो। खाना खानको लागि सिडनीको एसपिल स्थित रहेको नमस्ते इन्डियन रेस्टुरेन्टमा हामी भिजिट गरियो। खाना एकदमै मिठो र हाइजेनिक थियो। यदि तपाईँहरू भिजिट गर्नुभएको छैन भने एकचोटि अवश्य भिजिट गर्न सक्नुहुन्छ। रोक्न देऊ है, रोक्नु पर्यो माथि होइन है। ए यता खाली रहेछ, तल गएन त, माथि खाली छैन। पहन झर्न दिनु पहिला।
सिडनीको रेलको इतिहास सुरु गर्नुपर्दा पहिलोपटक 1855 मा बनाइएको थियो। पहिलो लाइन सिडनीदेखि पारामाटासम्मको बनाइएको थियो भने विशेष गरी कृषि औजार ओसार गर्नका लागि बनाइएको थियो। सिडनी धेरैजसो नेपाली जनसङ्ख्या भएको एक मुख्य सहर पनि हो। यहाँ दैनिकैँ नेपालीहरू काम र पढाइको लागि ओहोरदोहोर गर्ने गर्दछन्। सिडनीको रेल एकदम एक्सपेन्सिभ पनि छ र सहज पनि। रेलबाट देखिने दृश्यहरू त झन् लोभलाग्दो। हामी यहाँबाट निस्किँदैछौँ अब यहाँबाट। कस्तो लाग्यो मलाई ट्रेन चढ्दा? राम्रो रमाइलो एकदम खुसी लाग्यो। एकदम खुसी नयाँ राम्रो सहर रहेछ। सहर सिडनीको सहर भन्दै साह्रै सहर देखियो। अब हामी बोटमा पनि चढ्ने एउटा हामीसँग लागि सोख भएको हुँदा अनुभव पनि हुनु पर्यो। अब हामी उता बोटतिर जाँदैछौँ, समुद्रतिर जाँदैछौँ हामी। अब हामी चाहिँ पहिला बोटहरू पानी जहाजहरू पनि पहिला ओपेरा हाउस जान्छौँ। पहिला ओपेरा घुमेर फोटोसोटो खिचेर अनि त्यसपछि चाहिँ बल्ल मेनली बिचको लागि बोटमा चढाइन्छ है त। सिडनीमा रहेको सर्कुलर की एकदमै बिजी सहर हो। यहाँ हजारौँ मानिसहरू ओपेरा हाउस र हार्बर ब्रिजको दृश्य हेर्नको लागि घुम्नको लागि आउने गर्दछन् भने यहाँबाट फेरीसम्म तैर मेनली बे, वाटसन बे जस्ता अरू ठाउँहरूमा पनि जान सक्नुहुन्छ। हार्बर ब्रिजको कुरा गर्दा यो 1932 मा सुरु भएको थियो भने यसले सहरका उत्तर र दक्षिण भागहरूलाई जोड्ने काम गर्दछ र यातायात तथा रेलको पनि प्रमुख भूमिका निभाएको छ। सो फाइनली गाइस हामी चाहिँ अहिले यहाँ ओपेरा हाउस आइसकेको छौँ। मेरो अगाडि ठ्याक्क ओपेरा हाउस छ, यतापट्टि ठ्याक्क के अरे हार्बर ब्रिज छ भने यतापट्टि चाहिँ ओपेरा हाउस छ है त। ओपेरा हाउस हामी 2-3 चोटि आइसक्यौँ। आज चाहिँ मम्मी बाबाहरूसँग आएको छौँ, त्यही भएर यो स्पेसल छ मोमेन्ट चाहिँ। ओपेरा हाउस तपाईँले यहाँ हेर्नु, यता ओपेरा यता हार्बर ब्रिज देखिरहेको छ। सिडनी ओपेरा हाउस अस्ट्रेलियाको व्यस्त सहर सिडनीमा रहेको एकदम आइकोनिक आर्किटेक्चर हो। यसको उद्घाटन सन् 1973 मा भएको थियो भने आज यो सिडनी यानि कि अस्ट्रेलियाकै पहिचानको रूपमा उभिएको छ। ल अनि हाम्रो सुरज बाबु कस्तो लागिरहेछ आज सिडनीमा मामा माइजीसँग आज गर्दा? आज धेरै खुसी लागिरह। आज धेरै पछि मामा माइजीसँग 5 वर्षपछि भेट भयो मेरो मामा माइजीको। आज एकदम खुसी हुँ म। अनि त्यही हो हैन? आज खुसी हो म, केही शब्द छैन। मम्मीलाई कस्तो लागिरहेको आज? आज म यहाँ मेरो छोरा मेरो भान्जासित भेट भएको छु। मलाई धेरै धेरै खुसी लाग्छ। खुसीको सीमा नै रहेन। ल बाबा अनि कस्तो लागिरहेछ अस्ट्रेलिया सिडनी? मलाई धेरै धेरै राम्रो लाग्यो। अस्ट्रेलिया सिटी देख्न पाइयो, यही नै हाम्रो भाग्यको कुरो हो। आज यहाँ समुद्र कस्तो थियो भन्ने कुरा हामीलाई थाहा पनि थिएन। समुद्र र सिप पनि धेरै राम्रो रहेछ। सिपमा चढ्न बाँकी नै छ। अब यत्रो प्लेन चढेर आइयो उता मेलबार पनि घुम्न पाइयो। उताबाट फेरि आज सिडनी सहर घुमौँ भनेर अब यो प्रवेश गरेका छौँ हामी। यो एउटा चाहिँ राम्रो पुल रहेछ। यो पुलको नाम के? हार्बर ब्रिज। हार्बर ब्रिज यो हार्बर ब्रिज यो हार्बर ब्रिज भन्ने रहेछ। एकदम साह्रै सुन्दर फिल्म सुटिङ गर्ने ठाउँ रहेछ। एकदम सुन्दर ठाउँ रहेछ। यस ठाउँमा चाहिँ बिर्सन नसक्ने एउटा चाहिँ यस्तो राम्रो सुन्दर एरिया रहेछ कि ठुला ठुला बिल्डिङहरू पनि यहीँ रहेछन् वरिपरि, समुद्रको वरिपरि। यहाँ साह्रै राम्रो रोमानीय एकदम आनन्द आउने ठाउँ रहेछ। यस ठाउँलाई हामी देख्न पाउनु नै हाम्रो एउटा भाग्यको कुरो हो। ओपेरा हाउस बाबा, ओपेरा हाउस त यो ओपेरा हाउस त यो एकदम राम्रो। यहाँ खानापिना एकदम महँगो छ, महँगो होटल पनि रहेछ। हामी यस्तो सर्वसाधारणले गएर खान सक्ने अवसर छैन। अब यहाँ कन्सर्ट सुरु हुँदैछ, 6 बजीबाट कन्सर्ट सुरु हुँदैछ। यहाँको मान्छेहरूलाई आनन्द आउनको लागि कन्सर्ट सिस्टम पनि रहेछ। आज सुरु हुन्छ 6 बजीबाट, तर हामीले त हेर्न भ्याउँदैनौँ हामीले। ल हामी चाहिँ अब फेरी चढ्न ओपेरा हाउस घुमेर फेरी चढ्नको लागि हिँडिसकेका छौँ। अनि फेरी चाहिँ यहाँको छ है। यसलाई चाहिँ फेरी भन्छ, हुन त बोटै हो तर यसलाई फेरी भन्छ। नभए पुरो फेरी चाहिँ यतापट्टि रहेछ। यो चाहिँ 2 नम्बरको हो त्यो होइन, 3 नम्बर। यसरी सरी यताबाट बाटो राम्रो छ हामी।
माथि त प्याक भइसक्यो क्या हो हामी सबैजना फेरि चढेर अस्ट्रेलियाको सबैभन्दा फेमस बिच मेनली बिचतिर लाग्यौँ फेरीबाट ओपेरा हाउस र हार्बर बिचको दृश्य एकदमै रमाइलो देखिने रहेछ सर्कुलर कीबाट मेनली जानको लागि जम्मा 15 मिनटको फेरीको सफारी हो भने तपाईँलाई ट्राभल गर्नको लागि ओपल कार्ड चाहिने गर्छ आइसक्यौँ मेनली बिचमा झर्ने तयारी गर्दैछ रोक्न देऊ अनि झरौँ फाइनली गाइस हामी चाहिँ अहिले मेनलीमा आइसकेको छौँ अब यहाँबाट बिच जाँदैछौँ मेनलीमा हिँडेर अनि यहाँ चाहिँ आइसक्रिम सर्बेट खाने प्लानिङ भइरहेको छ हामी मम्मीले खानु भएन हामीले खायौँ यहाँ क्रिसमस ट्री रहेछ यस्तो दामी ल हेर्नु मम्मी क्रिसमस ट्री बनाएको फोटोसोटो खिच्नेमा खिचौँ क्रिसमस ट्रीमा पहिला उता जाऊँ आउँदा खिचौँ मोबाइल मसँग अब यहाँ चाहिँ बाटो काट्नुपर्छ बाटो काटेर जस्ट 5-10 मिनट हिँडेपछि मेनली बिच आउँछ सो अलराइट एभ्रीवान हामी चाहिँ अहिले यहाँ मेनली बिच आइसकेको छौँ अनि हामी जुत्ता सुत्ता खोल्ने कार्यक्रम गरेर मम्मीले यहाँ जल भन्नुभयो गङ्गा जल समुद्रको जल अरे होइन अनि हामी यहाँ सबैजना आइसकेको छौँ आइसक्रिम पनि खायौँ यहाँ ठ्याक्क हाम्रो अगाडि चाहिँ समुद्र छ यतै सिटी हो मेनली सिटी होइन राजा अनि होइन राजा भनेछु अब आर्यन भयो कहाँ पुगिसक्यो र ल यो समुद्र यही हो मेनली बिच मेनली बिच सिडनीको एकदम प्रसिद्ध किनार हो यो सहरको उत्तर भागतर्फ अवस्थित छ छाल बढ्दै आउने होइन हामी आशा गरेर बस्नु न आउनु यहाँसम्म आउने यहाँसम्म आउने ल हेर्नु ल हेर्नु बालुवा लिएर आउँछ पानी गाइजहरू हामी जुत्ता नलाइकन खुट्टा यस्तो धुलै धुलो के अरे उ त्यहाँ छ क्या अर्को उ त्यहाँ छ यार ए तिमी थाहा नहोस् नबोल्दै नि हुने यताबाट बाटो काटौँ न उ त्यहाँ गएर धुनु है हामी चाहिँ खुट्टा धुन जाँदैछौँ अनि खुट्टाहरू सब धुलै धुलो भयो अलि खुट्टै हिँडेर होइन बाबा बाटो काट्दै गोप्रोमा चार्जमा भ्याए चाहिँ ब्याट्री खेल्ने बेला भयो अब न्युक्यासल जानुपर्छ फेरि यहाँबाट ड्राइभ गरेर त्यहाँ खुट्टा धोएर अनि जुत्ता लगाएर फेरि फेरिमा जान्छौँ ल
हामी फाइनली सर्कुलर केहीमा आयौँ। यहाँ यो रोक्दैछ। सुरज आजको दिन बित्यो नि त आजको दिन गयो रमाइलो भयो ल अब झर्नीबाट आयो मन कस्तो लाग्यो राम्रो भयो एकदम राम्रो धेरै आनन्द आयो सबै कुरा चढिसकेपछि हामी फेरि सिडनीको लाइट रेल चढ्ने निर्णय गरियो। सर्कुलर कीबाट टाउन हलसम्मको लाइट रेलको यात्रा तय गरेर हामी टाउन हल स्थित लागियो। टाउन हल एक सिडनीको बिजिएस्ट सहर हो जहाँ हजारौँ विद्यार्थी र कामदारहरू दैनिक ओहोरदोहोर गरिरहेका हुन्छन्। सो अलराइट गाइज हामी सिडनी घुमेर अब न्युकासलतर्फ फेरि जाँदैछौँ। अहिले रातिको 8:40 भइसक्यो। This is our whole journey of Sydney. Please don't forget to like, share and subscribe. Thank you so much and keep watching. Bye bye.